बवाल लाग्यो। छैन ल भन्नुहोस्, सबैजना खुसी हुनुहुन्छ नि? यहाँ सबैजना कलाकार आदरणीय व्यक्तित्वहरूका लागि एकदमै जोरदार ताली बजाइदिनुहोस्। सम्मान घटना आएर देखाउनु भएको छ है, त्यसमा चाहिँ यो चाहिँ फ्रीमा पैसा नलिकन गाउँमा गएर देखाउनु हामी कोसिस गर्छौँ। हुन्छ, हस् हस्। ल आर्यन सिंह दाइ पनि उनी भइसक्नु भन्छ, भलेन्द्र दाइको पनि इन्ट्री भइसकेको छ, मल्लिका जी पनि इन्ट्री भइसकेको छ। हेलो हिलो हिलो नमस्ते। मुख्यतः तपाईँहरूलाई कस्तो लाग्यो त्यही नै हो हाम्रो लागि। त्यहाँ अहिले आएको तपाईँहरूको प्रतिक्रिया लिनको लागि भएको हिसाबले कस्तो लाग्यो भन्ने होला एउटै आवाजमा। अडियन्स हुन्छ भनेर, तर तपाईँहरू हलभरि अडियन्स देख्यौँ अनि जुन ऊर्जाको साथ हामी आउनु साथ तपाईँहरूलाई चलचित्र राम्रो लाग्यो भनेर कराउनु भयो, त्यसले गर्दा चाहिँ एकदमै खुसी भएँ। भनौँ न, तपाईँहरूले आफ्नो नजिकको मान्छेहरूलाई जसलाई चाहिँ यो चलचित्र हेर्दै हुन्थ्यो जस्तो लाग्छ, उहाँहरूलाई त्यति मात्र भनिदिनु भयो भने पुग्छ। अनि फेरि पनि तपाईँहरूलाई एकदम धेरै धेरै धन्यवाद। हामी चाहिँ काठमाडौँबाट आएको तपाईँहरूलाई भेट्नुलाई चलचित्र हेर्नुभयो, कस्तो लाग्यो तपाईँहरूलाई? त्यही अघि दिनेशजीले भने जस्तै, किनभने यो हाम्रै समाजको वर्तमान समयको कथा चाहिँ उठाएको छ सिनेमाले होइन। त्यसले कतिपय प्रश्नहरू पनि उठाएको छ। तपाईँको मनमा प्रश्न पनि उब्जिएको लागि हामीले के गर्नुपर्दा के गर्नुपर्छ, दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ सिनेमा हेर्न रिक्वेस्ट गरिदिनु होला। आफूलाई मनमा लागेको कुरा सिनेमाको विषयमा खुलस्त भएर एकदम मन पऱ्यो भने मन परेको, नमन पऱ्यो भने नमन परेको कुरा चाहिँ लेखिदिनु होला। तपाईँहरूले सोच्नु सायद मनदेखि नै भन्नुभएको होला राम्रो लाग्यो भनेर। राम्रो चिज सबैले हेर्न पाउनुपर्छ, राम्रो चिज सबैले देख्न पाउनुपर्छ। अब यो तपाईँहरूले कतिजनासँग पुर्याउनुहुन्छ यो फिल्म राम्रो छ भन्ने कुरा यतिमै निर्भर गर्छ। र यही चाहनामा हामी यही इच्छामा यहाँ आएका हौँ। तपाईँहरूको हाम्रो प्रयास अहिले सफल भएको देखिएको छ। अब तपाईँहरूलाई जुन देखाएर गर्ने प्रयास हो त्यो तपाईँले सफल बनाइदिनुहुन्छ भन्ने आशा गरेका छौँ। किन भोलिबाट महाभोज अब सबै ठाउँमा लाग्नेछ र गएर तपाईँको साथीहरू, छरछिमेक, दिदीबहिनी, दाजुभाइ सबैजनालाई गएर एकचोटि भनिदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू। आज यति धेरैजना आउनु भएको छ। फिल्मले वास्तवमा हामीहरूको पीडा बोलेको छ। यो देखावटी त होइन नि, वास्तविकता छ, त्यसैले म आएको छु। होइन भने 14 लाखको पीडितको नेतृत्व गरिरहेको छु। मैले सडकबाट निरन्तर 27 महिनादेखि बाहिर ल्याउने जुन काम वास्तविकतामा गरेको छु। आज चलचित्रले हामीहरूलाई यहाँ हलबाट पनि एउटा आन्दोलनको सुरुवात भए महसुस मलाई भयो। किनभने भाषा कि छैन ल भन्नुहोस्।